Most high, greatest news the world has ever heard. संसारमा चाहिँ हैन सबैभन्दा मुख्य सुसमाचार भनेको चाहिँ जिजस क्राइस्ट क्रुसमा हाम्रो पापको निम्ति मर्नुभयो र मृत्युबाट जीवित हुनुभयो र उहाँ फेरि स्वर्ग जानुभयो, फेरि बादलमा आउनु हुनेछ, सबैले त्यो बेलामा देख्नेछ, विश्वास गर्नेहरू अनन्त राज्यमा जानेछ, किङडम अफ हेभेनमा, नगर्नेहरू छुटिनेछ, उनीहरू चाहिँ न्यायमा दोषी हुनेछ, किनकि स्वर्ग र पृथ्वीको सबै न्याय गर्ने अधिकार चाहिँ जिजस क्राइस्टको हातमा छ। त्यो चाहिँ सबै त्यो न्युजहरू यो भयो त्यो भयो, यहाँ यस्तो भइरहेको त्यहाँ यस्तो भइरहेको, सबैभन्दा मेन न्युज यो मुख्य विषय हो मान्छेको लागि। के भयो के भएन इट डजन्ट म्याटर, यो थाहा पाउनु पऱ्यो, यो हुनु पऱ्यो, यो एक्सेप्ट गरेको हुनु पऱ्यो। अरू भनेको थाहा भए पनि ठिकै छ, नभए पनि केही खासै केही प्रब्लम छैन के। येशूले तिमीलाई भन्नुभयो पुनरुत्थान र जीवन मनै हुँ, मलाई विश्वास गर्ने मर्यो भने पनि जीवित हुनेछ, र जिउने र ममाथि विश्वास गर्ने प्रत्येक कहिले मर्ने छैन। के तिमी यो विश्वास गर्छौ? अनदर येशूले तिमीलाई भन्नुभयो तिमीले मलाई देखेको कारणले मलाई विश्वास गरेको हो, धन्य हुन् तिनीहरू जसले मलाई देखेको छैन तैपनि विश्वास गर्दछन्।